शुक्लांबर्म विचार सार परमा माध्यम जगद्व्यापिनीं वीणा पुस्तकधारिणीं अभयदां जाड्यन्धकारापहां हस्ते स्फाटिकमालिकं विदधतीं पद्मासने संस्थितां वन्दे तं परमेश्वरीं भगवतीं बुद्धिं पदं शारदां सरस्वती मया दृष्टा वीणा पुस्तकधारिणी हम सवान समयुक्ता विद्यादानं करोतु मे यं वर्मा वरुणेन्द्र रुद्र मरुता स्तुन्वन्ति देव्यस्तवै वेदैः साङ्गपदकर्मोपनिषदैः गायन्ति यं सामगा ध्यानावस्थिति यद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यन्तं न विदुषुरासुरगणा देवाय तस्मै नमः श्रीमञ्चन्दनचर्चितो जलपपु शुक्लाम्बरा मल्लिका मालालंकृतकुण्डला परविलसन्मुक्तावली शोभिता सर्वज्ञाननिदान पुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वजनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरं मुखं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमं वन्दे परमानन्दमाधवं नमो भगवते तस्मै व्यासाय मिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायण कथामिमां नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। श्री स्वस्तानी परमेश्वरी की जय हो। 20औं अध्याय कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त मुनि। त्यसपछि गोमा भिक्षु रूप महादेवको श्राप पाई अति चिन्तित थिइन्। तब गंगा स्नान गर्न गएका शिवभट्ट र सती स्नान गरेर हरिहरको पूजा गरी सुवर्ण आदि नाना द्रव्य दान गरेर घर फिर्दा गोमालाई रोइरहेकी देखी हे पुत्री किन रोइस्, के दुःख भयो भनी सोधे। गोमाले भनिन् हे पिता माता, तपाईहरू गंगा स्नान गर्न जानुभयो, म अक्षता केलाउँदै थिएँ। भिक्षुकाई भिक्षा मागे, म अक्षता केलाई भिक्षा दिन्छु, एकछिन पर्ख भनी पर्खाइराखेँ। अक्षता केलाइसकी भिक्षा दिन गएँ। तब भिक्षुकले हे ब्राह्मणी, यतिका बेर पर्खाई अहिले भिक्षा दिन आइस्, त्यो भिक्षा म लिन्न। दिने भए तेरा बाबाको पूजा गर्ने तैँले केलाइराखेको अक्षता भिक्षा दे भने, र लिने भए ल्याऊ, नलिने भए अक्षता त म दिने होइन भने मैले भने। तब भिक्षुक रिसाए, पापिष्ट, तैँले अहंकारले मलाई भिक्षा दिइनस्, अत तँलाई श्राप दिन्छु। त 7 वर्षकी हुँदा 70 वर्षको बुढोसित तेरो विवाह होस्। फेरि तेरा बाबा महतारीले महाकष्टले सिद्धि विनायकको सेवा गरेर तुल्याएको सम्पत्ति नाश होस्। फेरि तँलाई पनि नाना तरहका कष्ट परुन्। फेरि तेरा बाबा महतारी पनि चाँडै मरिजाउन् भनी डमरू बजाई श्राप दिई गए भनी सबै कुरा कहिन्। यति गोमाले भनेपछि शिवभट्टले भने, हे पुत्री, ती भिक्षुक महादेव हुन् र तिनले दिएको श्राप लाग्ला वा लाग्दैन। भिक्षुकले त्यसो भने भन्दैमा रुनु छैन, नरौ भनी बुझाए। त्यसपछि गोमा 6 वर्ष लागिन् र शिवभट्टले सतीसित सल्लाह गरी गोमा कन्यादान दिन भनी ठाउँ ठाउँमा ब्राह्मण खोज्न पठाए। तर जगदीश्वर महादेवले श्राप दिएका हुनाले गोमा कन्यादान लिने ब्राह्मण पाउन सकिनन् र शिवभट्टले आफै जहाँ तहाँ खोजी हिँडे, तर आफूले भने जस्तो वर पाउन सकेनन्। र फेरि गंगामा पुगेर स्नान गर्न लागेका ब्राह्मणहरूलाई पनि हेरे, उहाँ पनि आफूले भने जस्तो पाएनन् र मनले हार मानि आउँदा कुप्रो, कान नसुन्ने डेरो, कैला आँखी भुइँ जोरी दारा निस्केको, कपालका सबै केश पाकेको, कालो र मुखबाट र्याल चुइने 70 वर्षको उमेरका शिव शर्मा नामका शिलासन गरी सन्ध्या गर्न बसेका बुढालाई देखी शिवभट्टले धेरै बेरसम्म तिनैलाई हेरिरहे। शिव शर्माले सन्ध्या गरिसकी, तिमीले मलाई धेरै बेरसम्म किन हेरिरह्यौ, तिमी को हौ, कहाँबाट आयौ भनी सोधे। अनि शिवभट्ट भन्दछन्, म शिवभट्ट ब्राह्मण हुँ, मेरो घरमा एउटी कन्या छ, कन्यादान दिन भनी ब्राह्मण खोज्दै हिँडेको छु, तर कहीँ पनि पाइन र घर जान भनी आएँ। यहाँ तिमीलाई बसेको देखेर हेरेको हुँ, तिमी को हौ। तिनको यति कुरा सुनि शिव शर्मा भन्दछन्, हे शिवभट्ट, म शिव शर्मा नामको ब्राह्मण हुँ। 16 वर्षको उमेरदेखि कसैले दिए कन्यादान लिन भनी हिँडेको, तर मलाई कन्यादान दिने कोही भएनन् र आज मेरो भाग्यले तिमीलाई पाएँ।
ईश्वरको कृपाले हामी दुवैको काम पुग्यो। हे पिता, म माथि कृपा गरी तिम्री पुत्री मलाई देऊ। सहस्र बिन्ती छ, ब्राह्मण भएर मेरो यो उमेर भयो र पनि अझसम्म विवाह भएको छैन। तिमीले कृपा गरे अब कन्यादान पाउला। यति शिव शर्माको कुरा सुनि शिव भट्ट भन्दछन्, हे शिव शर्मा, यस्ता उमेरका तिमीलाई बालक पुत्री कसरी दिउँ? विशेष तिमी यस्ता कुरूपलाई कामदेवकी स्त्री र ती जस्ती पुत्री अयोग्य छ भने। र शिव शर्मा भन्दछन्, हे शिव भट्ट, त्यसो आज्ञा नगर, ती कन्या मलाई देऊ, तिमीले नदिए हत्या गरी मर्नेछु। शिव शर्माले त्यस्ता कुरा गरेको सुनि शिव भट्ट मन मनै भन्दछन्, त्यसको कर्ममा यस्तै लेखेको रहेछ, म के गरौँ? उस दिन श्राप दिई जाने भिक्षुक रूप श्री महादेव रहेछन्। उनको श्राप उल्लङ्घन गर्न को सक्छ? इन्द्र जस्ताले सकेनन्, रावण जस्तो वीरले पनि सकेनथ्यो भने म जस्ताले कसरी सकौँला भन्ने यस्तो विचार गरी चिन्तनाले व्याकुल भए शिव शर्मालाई साथमा लिएर घर गए। सती ब्राह्मणीले शिव शर्मालाई साथमा लिई आफ्ना स्वामी घर आएको देखेर प्रसन्न भई सोधिन्, हे स्वामी, त्यो कसलाई डाकी ल्याउनु भयो? तब शिव भट्ट भन्दछन्, हे स्त्री, यी शिव शर्मा नामका ब्राह्मण हुन्। गोमा कन्यादान दिन वर खोजेर हिँडेको, कहीँ पाउन सकिन र घरमा आउन लाग्दा यी गङ्गा किनारमा बसेर सन्ध्या गर्न लागेका रहेछन्। मलाई आएको देखेर सन्ध्या गरिसकी म छेउ आई, को हौ, कहाँबाट आयो भनी सोधे र मैले मेरो घरमा एउटी कन्या छन्, कन्यादान दिन ब्राह्मण खोज्दै हिँडेको, कहीँ पाउन सकिन र घर जान आएँ, तिमी को हौ भनी मैले सोधेँ र यिनले म पनि ब्राह्मण हुँ, 16 वर्षको उमेरदेखि कसैले कन्यादान दिए लिन भनी हिँडेको, मलाई कन्यादान दिने कोही मिलेनन्। आज मेरो भाग्यले तिमीलाई भेटेँ, तिम्री पुत्री मलाई कन्यादान देऊ भने। र मैले, हे शिव शर्मा, यस्ता उमेरका तिमीलाई बालक छोरी कसरी दिउँ? विशेष तिमी यस्ता कुरूपलाई कामदेवकी स्त्री रति जस्ती मेरी कन्या अयोग्य छ, यस्ता कुरा नगर भने। तब यिनले, त्यसो आज्ञा नगर, ती कन्या मलाई नदिए हत्या गरी मर्नेछु भन्दै साथ लागेर आए। यो अनर्थ भयो, वरमा हत्या लिऊ कि गोमा कन्यादान देऊ? आफ्ना स्वामीको यस्तो वचन सुनि सती भन्दछिन्, हे स्वामी, त्यस्तो कुरा नगर, त्यो कस्तो छ भने बुढो कान नसुन्ने, डेरो कैला आँखा भएको, आँखी भुइँ जोरिएको, दारा निस्केको र केश पाकेको, र्याल चुहाउने कालो, यस्तो कुरूपलाई मध्याह्न कालका सूर्य झैँ तेज र पूर्ण चन्द्र जस्तो मुख भएकी, हात्तीको सुँड जस्तो हात पाउ भएकी, बाघको जस्तो कम्मर भएकी र सावित्रीका जस्ता पैताला भएका, सुवर्ण जस्तो देह तथा राजहंस झैँ गमन र कोकिल झैँ मिठो स्वर भएकी मेरी पुत्री त्यस्तालाई कसरी दिने? कसैले कन्या दिएन भने जति हत्या गरेर मर्नेछन्, के त्यो हत्या हामीलाई लाग्ला? कदाचित तपाईँलाई त्यस कुराको सन्देह छ भने त्यो हत्या गरेर मरोस्, त्यो पाप म आफ्नो कपालमा थाप्नेछु, त्यसको घुर्कीमा डराउनु पर्दैन। त्यसलाई त सहस्र वरमा हत्या लागे पनि दिने छैन। पृथ्वीमा अरू कोही योग्य वर छैन कि तपाईँले नसके म गई खोजेर ल्याउला? आफ्नी पत्नीको यस्ता कुरा सुनि शिव शर्मा भन्दछन्, हे माता, यस संसारमा बुढा पनि छन्, बालक पनि छन्, राम्रा पनि छन्, नराम्रा पनि छन्, कसैका धेरै छोराछोरी छन्, कसैका छँदै छैनन्। कोही पुरुषका आफूभन्दा उमेर पाकेका स्त्री छन् र कुनै स्त्रीका आफूभन्दा उमेर पाकेका पुरुष छन्, कसैका स्त्री छैनन् र कसैका पुरुष छैनन्, कोही धनी छन् र कोही गरिब छन्। कुमारलेका चक्र झैँ घुमिरहेको यस संसारमा बुढो कसले हुनु पर्दैन, कसले मर्नु पर्दैन। यस अर्थले ती कन्या मलाई देऊ, नदिए तिमी दुवै स्त्री पुरुषलाई श्राप दिई प्राण त्याग गरेर मर्नेछु भनी प्राणवायु ब्रह्माण्डमा पुर्याई मर्न तयार भए। र शिव भट्ट डराई भन्दछन्, हे शिव शर्मा, त्यसो नगर, मेरी पुत्री तिमीलाई दिन्छु भनी बुझाई घोडा धोई माथि राखेर लागे। सतीले भने मान्दी भएनन्। तब शिव भट्ट ब्राह्मण बुझाउन लागे, हे स्त्री, उस दिन श्राप दिई जाने भिक्षुक रूप श्री महादेव रहेछन्। अब 33 कोटी देवता हाम्रो सहाय भई आए पनि त्यो श्राप उल्लङ्घन गर्न सक्दैनन्। दैवले गरी ल्यायो, गोमा यिनैलाई कन्यादान दिउँ, ढिपी नगर सामग्री तयार पार भने। तब सती आफ्नो मनमा विस्मात गर्न लागिन्, अहो आश्चर्य, बुढाको र बालकको विवाह भएको देख्नु पर्यो। निर्विवेकी विधाताले मेरी पुत्रीको लाभमा कस्तो लेखेका रहेछन्। नारायण गर्दा ब्राह्मणहरूले यो बालिका भाग्यमानी हुनेछ, सम्पूर्ण लोकले मान्नेछन् भन्थे। हामीले सबैको भलो नै गरेका हौँ, कुन पापले यस्तो भयो? मेरी पुत्रीलाई श्राप दिने महादेव नै रहेछन्। यस बालिकाले के जान्दथी र श्राप दिए होलान् भनी साह्रै रुन लागिन्। अनि शिव भट्ट भन्दछन्, हे सती नरो, दैवले जस्तो गर्यो उस्तै हुन्छ।
अब शिव शर्मालाई खान पिउन दिई सुत्ने ठाउँ खटाइदेऊ। विस्मात नगर भने। यति आफ्ना स्वामीले भनेको सुनि सतीले नाना उपचार तयार पारेर खान दिइन्। शिव शर्मा सुत्न गएपछि सतीले आफ्नी छोरी गोमालाई डाकेर प्रेमले काखमा लिई भन्न लागिन्, हे पुत्री, तेरो विवाह हुन लाग्यो। ती वृद्ध ब्राह्मणलाई कन्यादान दिन्छन्, किनकि उस दिन तँलाई श्राप दिने भिक्षु श्री महादेव रहेछन्। तँलाई त्यो श्राप लाग्यो, हामीलाई दोष नदे। तँ पनि चिन्ता नगरेस्, तेरो कर्मले गराएको कुरा अन्यथा गर्न कसैको शक्ति छ। हे गोमा भनी आँखाबाट आँसु खसालिन्। यति आफ्नी महातारीले भनेको सुनेर गोमा भन्दछिन्, हे माता, यसमा तपाईहरूको के दोष छ? मेरो कर्ममा यस्तै लेखेको रहेछ। फेरि श्री महादेवको श्राप मिथ्या गर्न को सक्ला? मैले अहङ्कारले भिक्षुक महादेवको अनादर गरेँ र त्यसैको फल पाएँ। जो मनुष्य भिक्षा माग्न आएका भिक्षुकलाई भिक्षा नदिई विमुख गरेर पठाउला, त्यो अवश्य यस्ता अवस्थामा पर्ला। जसले भिक्षा माग्न आएका भिक्षुकलाई भिक्षा दिई सन्तुष्ट पारेर पठाउला, त्यसले यस लोक र परलोकमा पनि सुख पाउला। हे माता, सन्देह नगर्नुहोस्। बुढो भए पनि, खरुण्ड भए पनि, दरिद्र अथवा रोगी भए पनि, कुष्ठी भए पनि, पापी भए पनि मलाई दैवले पारी ल्यायो। रामचन्द्र जस्तालाई त दैव लागेर वनमा जानु पर्यो। त्यस वनमा पनि रावणले सीतालाई हरेर लगिदियो। फेरि महादेव जस्तालाई पनि दैव लागेर कालकोट 20 कण्ठमा राखी नीलकण्ठ भई रहनु पर्यो। फेरि युधिष्ठिर जस्ता राजालाई पनि दैव लागेर राज्य भ्रष्ट भई वनवास र गुप्तवास समेत जानु पर्यो। फेरि द्रौपदीलाई दैव लागेर दुर्योधनका सभामा निर्वस्त्र हुनु पर्यो। फेरि बलिराजा जस्ता दाता को छन्, तिनलाई पनि दैव लागेर पातालमा बस्नु पर्यो। फेरि श्रीकृष्णको जस्तो माया कसको छ, तिनलाई पनि दैव लागेर आफ्नै अगाडि आफ्नो नाति अनिरुद्धलाई बाणासुरले नाग पासाले बाँधेको र 56 कोटी यदुवंशी नाश भएको देख्नु पर्यो। फेरि सम्पूर्ण संसारमा मनुष्य, कीट पतंग, राक्षस इत्यादि जति जीवात्मा छन्, ती सबैको सृष्टि गरिरहेका ब्रह्मालाई पनि दैव लागेर आफ्नो शिर कटाइरहनु पर्यो। फेरि देवताका राजा इन्द्रलाई दैव लागेर राज्य छोडेर भाग्नु पर्यो। हे माता, दैवको गति लङ्घन गर्न कोही पनि सक्दैन। पूर्व जन्ममा आफूले गरेका कर्मको फल भोग्नै पर्छ। हेर, जस्तै ठुलो घडा लिई कस्तै धेरै पानी भएका समुद्रमा गए पनि जल घडाभरि मात्र आउँछ। त्यसैले आफ्ना लाटमा लेखेको मात्र हुन्छ। सन्देह नगर्नुहोस्, तपाईँले दिएका ठाउँमा खुसीले जानेछु। पुत्री गोमाका यस्ता कुरा सुनेर सती प्रसन्न भई भन्दछिन्, हे पुत्री, त धन्य, यस्तो बाल अवस्थामा पनि यस्ता ज्ञानका कुरा गर्ने भन्दै रातभरि दुवै आमा छोरी गन्थन गरिरहे। प्रातःकाल भयो र शिव भट्टले नाउ ढाक्न पठाए। शिव शर्माको कपाल खौरन, हात घोडाका नङ काट्न लगाए। मन परेको खाना लाउन दिई पाली राखे। शिव शर्मा पनि मन परेको खाना लाउन पाएछ हृष्टपुष्ट भई मटाए। त्यसपछि शिव भट्टले लग्न ठहराई कन्यादानको सामग्री तयार पारेर नाना मङ्गल यात्रा गरेर आफ्नो मर्यादाले गोमालाई हिरा मोती र नाना वस्त्र अलङ्कार पहिराए। शिव शर्मा ब्राह्मणलाई कन्यादान दिए। गोमाले हातमा फुलको माला लिपतिका गलामा पहिराइन्, प्रणाम गरिन्। कन्यादान गरिसकी शिव भट्टले अरू सबै ब्राह्मणलाई श्राद्ध साथ दक्षिणा दिई भोजन गराए अनि सबैजना आफ्ना आफ्ना घर गए। गोमाले आफ्ना स्वामी शिव शर्मालाई बहुतै प्रीतिले सेवा टहल गरेर आनन्दले राख्ती भइन्। इति श्री स्कंद पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्तानि परमेश्वर्या व्रत कथायां गोमा कन्यादानं नामो 20 अध्याय। हरे नमः। ओम उपनयतु मंगलो सकल जगन मंगल लालय श्रीमान दीन कर किरण निबोधित नव नलिन दलिन वीक्षण कृष्ण काले प्रसन्न पृथ्वी शालिनी देशो एम सवरहितो ब्राह्मण संत निर्भया अपुत्रा पुत्रिणा संत पौत्रिणा अदना सदना संतो जीवन्तु सरदा शताम। तत्रैव गंगा यमुना तत्र गोदावरी सिंधु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यथा चित्रोदार कथा प्रसंग या कुन्देन्तु तुषारहार धवलाया शुभ्रवस्त्रावृता या वीणा प्रदंड मंडित करा या श्वेत पद्मासना या वर्माच्युत शंकर प्रवृत्ति वेदे वै सदा वंदिता श्यामं पातु सरस्वती भगवती निशेष जाड्या पहा कायेन वाचा मनसेन्द्रिर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावात् करोमि यत् सकलं परस्मै नारायणाय समर्पयत्। नारायण समर्पण बोले श्री स्वस्तानि परमेश्वरी की जय हो।